हेलो दर्शकबिनहरू नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। म फेसबुक स्क्रोल गर्दै थिएँ, स्ट्याटसहरू पढ्दै थिएँ र मैले हाम्रो डाक्टर शम्भु खनाल दाइको मैले स्ट्याटस देखेँ र मलाई यो स्ट्याटस पढ्ने बित्तिकै मलाई एकदम रिस उठ्यो पुलिसमाथि। पुलिसले यसरी ड्युटी गरेर फर्केको डाक्टरलाई बाटोमै पिट्न मिल्छ र लाठीचार्ज गर्न मिल्छ। लाठीचार्ज गरेर हाम्रो डाक्टर दाइहरूलाई यसरी घाइते बनाएको तपाईहरुले तस्बिर पनि देख्न सक्नुहुन्छ है। मैले यो कुनै पब्लिसिटीको लागि कुनै गरेको होइन। म एज अ डाक्टर भएर चाहिँ मैले चाहिँ यो भोइलेन्स स्टप भोइलेन्स अगेन्स्ट डक्टर्स, वी सुड स्ट्यान्ड अप अगेन्स्ट दिस काइन्ड अफ भोइलेन्स। त्यही भएर चाहिँ मैले यो भिडियो बनाएको छु। डाक्टरले कोरोना भाइरस सम्बन्धी लडिरहेको छ, बिरामीहरू उपचार गरिरहेको छ। अब त्यो माथि पुलिसले यसरी चाहिँ डाक्टरमाथि कुटपिट गर्न कहाँ मिल्छ र? तपाईहरुले यो न्युज स्वास्थ्य खबरमा पढ्न सक्नुहुन्छ है। त्रिभुवन शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीको कुटपिट। पुलिसले चाहिँ डाक्टरमाथि ड्युटी गरेर है कोठातर्फ जाने क्रममा चाहिँ यसरी कुटपिट गर्न मिल्छ त? अब आइडी कार्ड देखाउँदा पनि म डाक्टर हो भन्दा पनि यसरी कुटपिट गर्ने यो हुन्छ नि, यो आफ्नो शक्तिको चाहिँ नकारात्मक यो प्रदर्शन गर्ने है। अब हुन्छ नि, पावर छ भन्दैमा जे पनि गर्न मिल्छ र सम्बन्धित निकायले चाहिँ दोषीलाई चाहिँ कारबाही गर्नै पर्छ र एनएमए नेसनल मेडिकल एसोसिएसनले पनि यो कुरालाई चाहिँ सिरियस रूपमा लिनुपर्छ है। नेपालमा धेरै डाक्टरहरूलाई चाहिँ यसरी पुलिसले अथवा कुनै अरू मान्छेहरूले बिरामीको मान्छेहरूले चाहिँ कुटपिट गरेको धेरै समाचार आइसक्यो। त्योमाथि पनि हुन्छ नि, अब सरकारले चाहिँ यसको ध्यान नदिएकोमा चाहिँ हुन्छ नि, हामी डाक्टरहरू चाहिँ यसको चाहिँ हुन्छ नि, हामीले चाहिँ विरोधै गर्नुपर्छ। यसरी डाक्टरमाथि कुटपिट गर्न मिल्दैन, हामी यसको कडा निन्दा गर्छौँ। र यस्तै भयो भने त हामी डाक्टरहरू नेपालमा बसेर के काम के? नेपालमा बसेर यसरी मेहनत गरेर है, आफ्नो निन्द्रा भोग त्याग गरेर यसरी बिरामीको उपचार गर्दा गर्दा पनि यसरी कुटाइ खायो भने त नेपालमा डाक्टर बस्छ त? विदेश पलायन हुनुको कारण नै यही हो कि नेपालमा सेक्युरिटी नै छैन, सेक्युर्ड फिल नै हुँदैन। जति काम गरे पनि त्यसको भ्यालु नै छैन, पैसा पनि राम्रो छैन, उल्टो पिटाइ खाने भनेपछि त नेपालमा बसेर के काम? यसरी भयो भने त हामी पलायन हुन्छौँ। मलाई चाहिँ एकदम रिस उठेको छ स्टप भोइलेन्स अगेन्स्ट डक्टर्स है। डाक्टरले यो कोरोना भाइरसको महामारीमा एकदम हुन्छ नि, फ्रन्ट लाइनमा काम गरेर है आफ्नो ज्यानको पर्वाह नगरेर काम गरिरहेको छ। यसरी यो घटनाले चाहिँ अब डाक्टरहरूको चाहिँ डिमोटिभेट हुन्छन्, झन् मोटिभेसन मनोबल दिनुको साटो चाहिँ हुन्छ नि, झन् मनोबल घटाउने काम पुलिसले गरेको देख्दा अथवा अरू मान्छेहरूले गरेको देख्दा चाहिँ चित्त दुख्छ। त्यही भएर सम्बन्धित निकायले, सरकारले चाहिँ हुन्छ नि, यो कुरालाई चाहिँ सिरियसली रूपमा लिनुपर्छ। धेरै स्टुडेन्ट्सहरू नै छन् जो चाहिँ डाक्टर बन्न चाहन्छन् फ्युचरमा भविष्यमा डाक्टर बन्छु भनेर चाहिँ मेहनत गरिरहेका छन्। अब उनीहरू डाक्टर बन्छन् त यस्तो तालले डाक्टर बन्छ होला त नेपालमै? उनीहरू नेपालमा बस्छन् होला त? भविष्यका डाक्टरहरू नेपालमा यस्तो भयो भने नेपालमा बस्छन् होला त? पलाइ नै हुन्छन्। अनि सरकारले चाहिँ डाक्टर चाहियो भनेर हुन्छ नि, नोटिस पब्लिस गरेर डाक्टर आउँछन् त, काम गर्न आउँछन् त। स्टुडेन्ट्सहरूलाई चाहिँ म के भन्छु भन्दाखेरि, यदि तपाईँहरू चाहिँ सिरियसली तपाईँहरू डाक्टर हुन चाहनुहुन्छ है, सिरियसली नेपालमा तपाईँहरू डाक्टरै हुन चाहनुहुन्छ, भित्रदेखि नै छ भने मात्रै पढ्नुहोस्, नत्र नपढ्नुहोस् है। डाक्टर पढेर काम छैन, यस्तै हुन्छ, कुटपिट खान्छ पैसा राम्रो छैन है, विदेश जानुपर्छ है, डाक्टरलाई मात्रै हेप्छन् नेपालमा। सो यदि तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने प्लिज डु लाइक, कमेन्ट गरिदिनु होला है। तपाईँहरू यो न्युजको बारेमा तपाईँहरूले कमेन्ट गरिदिनु होला।